हेर्नु गाइस यस्तो छ कि है दुःख गरेको मान्छेले थाहा हुन्छ कि कसरी पानी ल्याएको भनेर घरमै बसिराख्ने मान्छेले थाहा हुँदैन नि अनि धारामा पानी भर्न लाए पालोमा गाग्री थापिरहेको छ भने अर्को ढोल ल्याएर यसरी थापिदिन्छ अनि हामीले रिस उठ्दैन उठ्छ नि होइन हो त्यही भएर सबैजनाले यसरी काम गर्नुपर्छ पानी पनि बराबर थाप्नु पर्छ हो कि होइन कुरा सही हो नि यसरी काम गर्नेले थाहा हुन्छ कि पानी कसरी ल्याएको भन्ने कुरा पानी बनाउन नआउनेहरूले एक भाँडा थाप्छ म भनेर माग्छ कि यस्तो रिस उठ्यो त्यतिखेर भन्दाखेरि काम पनि बराबरी पानी पनि बराबरी है गऱ्यो त्यहाँ ढुङ्गा होला क्या कतै हेलो गाइस नमस्ते होइन वेलकम ब्याक माई युट्युब च्यानल आज पनि एकदम काम गर्न आइरहेको छु होइन काम गर्दा गर्दा एकदम भोकको इनर्जी पनि सबै सिद्धिसक्यो कति भयो 3-4 महिना भयो काम गर्न हिँडेको नि धारामा चाहिँ महिनाको एकदम 3 चोटि पानी आउँछ हेर्नु गाइस के गर्ने जिन्दगी खनेरै जाने भयो होइन हजुरहरूले एकदम साथ सपोर्ट दिनु होला मैले एकदम काम गरेको देखाइरहेको छु हजुरहरूलाई पानी हाल्न पुग्दैन भनेर आजभोलि पानी नआएको चाहिँ 1 महिना हुन लाग्यो यस 1 महिना हुन लागिसक्यो यहाँ खन्दैछु अब नयाँ पाइपहरू विस्तार गर्दैछ त्यही पक्कै पनि पानी आउँछ होला भन्ने आशामा हामीले एकदम काम गरिरहेको छु है गाइज हजुरहरूलाई देखाउने छु म हेरिदिनु होला ट्याङ्ग्राडाङ है काम गरेर देखाऊ है छिटो होइन कामै गरेर उभिएको त हो नि ल यहाँ स्थिर खन्न पर्छ है पानी के अरे पानी त होइन पाइप हाल्नको लागि चाहिँ दिनदिनै खनेको खनै छ पानीको चाहिँ खै टुङ्गो छैन है गाई अहिलेसम्म चाहिँ है त्यही पनि आशा भरोसामा एकदम काम गरिरहेको छु हामीले दिनदिनै यति धेरै छ कि काम गर्ने मान्छे ल हेर्नुहोस् ल हेर्नु आफ्नो आफ्नो काममा आफू सबैजना एकदम गरिराख्नु भएको छ यता अब के गर्ने पानीको लागि गर्नै पर्यो होइन घरको पेटीहरू पनि एकदम फुटाउँदैछन् यहाँबाट उता लाइनमा छ गाई काम गर्ने सबै होइन अब यहाँबाट यस्तो हुन्छ नि यति धेरै छ कि अनि उतापट्टि पनि छन् टिम गरेर काम गरिरहेको छौँ हामी सबैजना मिलेर होइन उता चाहिँ गरिराख्नु भएको छ घर पसल खोलेर बस्छु घुँडामा नि खनेको त्यहाँ घुँडामा त नखन्नु ल
यो बाटोको भएर फेरि यो गोब्रोटो यस्तो माटो भयो नि त अनि खिचिगयो कि यसरी भन्यो नि त बिचरा आफ्नै मान्छेलाई के गाली गर्ने अर्कालाई गर्नु सक्दैन फेरि गर्ने साह्रो हुन्छ दिदी गरेको हुनुहुन्छ हाम्रो साथमा हुनुहुन्छ अहिले हाम्रा गुरुङनी जी र हाम्रो नट गुरुङनी आई एम मगर्नी हामी छौँ अहिले गण्डकी प्रदेश तनहुँ जिल्ला लिसिङ गाउँपालिका वडा नम्बर 1 बेलटार अन्तर्गत पर्ने हाम्रा दिदीले खन्दै हुनुहुन्छ यहाँ तपाईले भनेको आफैले भने हो ल बल गर्नु पाउ छोरा भाइ लाउरे जे भयो नि लाउरे हो नि त लाउरेको पावर देखाउनु परेन यहाँ ल हेर्नुहोस् त्यहाँ हो हामी त हेरेको हेरे है हामी त हेरेको हेरे ल काम गर्छु यस्तो हो नि त गाइजिस यस्तो हजुरको भ्लगले बगाइदिन्छ यस्तो काम गरेको भ्लगर फेरि अर्कै छ क्यामेराम्यान मैले गर्ने बेलामा शीतल लगाइदियो गाइस होइन शीतल आएको बेलामा सब्जी बस्नु जान लाग्यो होइन यो दिन आएकोमा म त बस्छु म त एकदम काम गर्नेवाला हो गाइस कोदालो चाहिँ मेरो यत्रो छ है फेरि हेर्नुहोस् मान्छे मात्रै सानो हो काम चाहिँ ठुलो गर्छ यसले गाइस एकैछिन सानो मात्रै हो कि यो त काम चाहिँ ठुलो गर्छ यसले एकैछिन यति धेरै यस्तो कुखुराले आएर खाएको नातिकन बिस्तारै बिस्तारै खानु है गाइजहरू भरे 5 बजेसम्म भ्याउनु पर्छ है बाबु ला मेरो पुरीले खाना त छिटो छिटो हाम्रो गुरुले कस्तो काम गर्छ मै मात्रै नगर्ने त्यही त ए हाम्रो गुरु कस्तो ज्ञानी छ हामी काम गर्छ भ्लग बनाउने भनेर गाइस अब यहाँ पाइप हाल्दैछन् है खन्दै पाइप हाल्दैछन् पाइप हालिसकेको हो यहाँ उता हजुर पाइप हालिसकेको होइन त्यति लिएर आयो शान्ति के गरेको हो तरुल खनेको भेटाएन यहाँ फोहोरमा परेको रहेछ अलि भेटाएन त्यसलाई छिराउने हो सबै खन्ने होला नि त के गर्नुहुन्छ कुनै गर्ने मान्छेले
खाल्दैन भनिराखेको थियो त अन्त सबै खाँदैछ त अन्त मैले भिडियो बनाएको मेरो खोलेको त 1 वर्ष भइसक्यो हल्का हल्का धेरै हाल्दैन रे हल्का फुल्का यस्तो काम गर्न आएकोहरू यस्तो हुन्छ नि एकदम पाइप तान्ने कार्यक्रम भइरहेको छ हाम्रो हैन क्या छ त्यहाँ खोल्दै खोली छैन फेरि यता तान्ने हो ओ माई गड त्यस्तो तलबाट माथिबाट हामीले केही पनि भनेर तपाईले सिधा पाइप तानेर ल्याऊ भने त्यही गरेको फेरि यता ताना गाइस कस्तो राम्रो देखेछ यस्तै हो के गर्नु त हो भयो दाजु तान्नु रे ल गाइजहरु नरिसाउनु होला है म चाहिँ भिडियो गर्दैछौँ हैन अहिले पछि चाहिँ मेरो टर्न आउँछ फेरि काम गर्नलाई